पानी परेको अनि त्यहाँबाट पानी रहेको भएर अहिले पिक्चर पनि राम्रो होला देखियो। यो ठाउँ चाहिँ ब्रुनाईको राजधानी बन्दर सेरी पेगुवान हो। यहाँबाट यो फुल भर्खर मात्रै बनेको 3-4 वर्ष भयो होला। यो पार्कहरू बनेको पनि त्यस्तै 5-6 वर्ष भयो कि। यो चाहिँ पानीमा बस्न रुचाउने मान्छेहरू घर सबै पानीमाथि घर। यो अब यो नजिकको रातो चाहिँ स्कुल हो। यो स्कुल आउँदा पनि ढुङ्गामै आउँछन्, घर फर्किँदा पनि ढुङ्गामै फर्किन्छ। यसको चाहिँ मुख्य हो भनेको ट्रान्सपोर्ट भनेको ढुङ्गै हो। केही सामानहरू ल्यायो भने यसरी गाडाबाट गाडीमा ल्याए, गाडामा तानेर लाँदैछ। च्यान डाँडा हो, नजिक नै हुन्छ च्यानहरू। यो थुम्को यो गाडी राखेको पछाडि यो च्यान डाँडा हो। पहिला चाहिँ सानो काठको पुल थियो घर पार गर्ने। अहिले चाहिँ यो पुल बनायो। अहिले चाहिँ यो पुलबाट ओहोरदोहोर हुन्छ। यो ब्रुनाईको मस्क अलिक ठुलो मस्क यो चाहिँ राजधानीको। त्यस पछाडि मस्क पनि छ। यहाँको ठुलो सपिङ मल पनि सानो हुँदै गयो। यहाँ पनि कतै इकोनोमिक सप्रेको देखिएन, जताततै बिग्रेको। यहाँनिर रेस्टुरेन्टहरू खोल्छन्, पसल खोल्छन्, सानो 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 हुँदै हराउँछ। यहाँकोले खै बुद्धि नपुरा हो कि अब सुरुमा चलाउँदाखेरि ठुलो लगानी गऱ्यो भने पछिसम्म टिक्न गाह्रो हुन्छ। अनि त्यो चल्नलाई त जुन पनि टाइम लाग्छ, त्यो चल्ने बेलामा चाहिँ यिनीहरू बन्द हुन्छ। यस्तो छ। मैले प्रायः जस्तो ठाउँमा त्यसरी चलाउनेहरू देखेँ। नेपालमा चाहिँ प्रमोसनै नगर्ने, एउटा कल लिएर चाहिँ त्यो जवानीमा लिएर बसेर सिलाउनु गएको छ भने बुढो भएपछि नि त्यत्तिमै सिलाउँछ। लुगा सिउने मेसिन पनि बुढो, मान्छे पनि बुढो। जति कमाए पनि अर्को थप्दैन।